वेलकम ब्याक टु माई च्यानल गाइजहरु। आजको भिडियो चाहिँ के रहनेछ भन्दा चाहिँ आज चाहिँ गाइजहरु म चाहिँ GTA 5 खेल्ने छु हैन गाइजहरु। आज चाहिँ म दाइकोमा आएको थिएँ हैन, अनि त्यसपछि दाइकोमा आएपछि चाहिँ दाइसँग चाहिँ पिसी छ गाइजहरु, तपाईले हेर्न सक्नुहुन्छ हैन। दाइको पिसी रहेको छ। अनि गाइजहरु आज चाहिँ म GTA 5 खेल्न गइरहेको छु। यो चाहिँ मेरो फर्स्ट भिडियो हुन्छ GTA 5 को हैन गाइजहरु हैन। अनि एउटा चीज भन्दा नि एउटा मेरो भाइलाई पनि देखाउने छु गाइजहरु हैन। यहाँ चाहिँ देख्न सक्नुहुन्छ प्रिन्स ऊ चाहिँ मेरो भाइ रहेको छ हैन गाइजहरु। यता आउन, नेमारको फ्यान हो ऊ चाहिँ हैन। छोटी मारिसके नेमार। अब के गाइजहरु अब सिधै कन्टेन्टमा जाम हैन गाइजहरु। अहिले चाहिँ हामी आइसकेको छौँ हैन, देख्न सक्नुहुन्छ तपाईहरुले। अनि अब चाहिँ हामी एकछिनको लागि भने चाहिँ कार चलाउने छौँ, देख्न सक्नुहुन्छ। यो कार चाहिँ पोर्से रहेको छ गाइजहरु। यो चाहिँ कोडिङ हानेर चाहिँ आउँछ यस्तो कार हो, तपाईले देख्न सक्नुहुन्छ हैन। अब चाहिँ गाइजहरु म चाहिँ तपाईलाई यसको भित्रको देखाउँछु है गाइजहरु। अब चाहिँ यसको भित्र चाहिँ यस्तो रहेको छ, देख्न सक्नुहुन्छ हैन। राम्रै छ यो पोर्सेको हैन। अनि यो हर्न पनि मारम न सरी गाइजहरु, तपाईहरुले देख्नु भइसक्यो होला। अनि के भन्छ अरे अहिले चाहिँ हामी यतिकै फिलहालको लागि चाहिँ चलाउने छौँ गाइजहरु अनि यसको टेस्टिङ गर्ने छौँ कस्तो छ भनेर। गाइजहरु यसले उस पनि हान्दैछ, के अरे आगो पनि निकाल्दैछ। रोकिने गाई ड्रिफ्ट त अलि राम्रोसित आउँदैन, त्यही पनि हेरमै। गाइजहरु देख्न सक्नुहुन्छ। गाइजहरु यसले चाहिँ गाइजहरु तपाईले देख्न सक्नुहुन्छ हैन। यहाँ चाहिँ अहिलेको लागि चाहिँ के अरे आगो निस्किरह गाइजहरु। अब चाहिँ हामी चलाउने छ फुल स्पिडमा। ड्रिफ्ट हान्न अहिले मिल्दैन गाइजहरु हैन, किनकि म फुल पावरमा छैन अहिले मलाई, किनकि मैले नहेलेको नि। यहाँ मेरो यो आफ्नै प्राइभेट त हैन गाइजहरु, मेरो दाइको हो, त्यही भएर मैले सधैँ खेल्न यहाँ मिल्दैन। किनकि म यहाँ कहिले कहिले आएको बेला मात्रै हुन्छु, म आउने भनेको महिनामा हो गाइजहरु। अनि त्यही भएर मलाई त्यस्तो हात बस्दैन। मेरो पिसीमा चाहिँ यस्तो GTA 5 चल्दैन, त्यही भएर म नर्मल गेमहरु खेल्छु हैन गाइजहरु। त्यही भएर अलि मलाई हात बस्छ। अनि त्यही भएर अलिकति मलाई अलिक कन्ट्रोल गर्न चाहिँ अलि मलाई सजिलो भइरहेको, नत्र मलाई गाह्रो हुन्थ्यो गाइजहरु हैन। तपाईहरुलाई लाग्ला डब्लुबाट त्यस्तै त हो नि, अगाडि पछाडि त्यस्तै गर्ने हो, तर रियल लाइफमा चलाउन चाहिँ गाह्रो हुन्छ के गाइजहरु, अगाडिबाट कन्ट्रोल गर्न चाहिँ हैन। ओभर अट्याक हान्न खोजे हा अहिले भन्छु गाइजहरु। अनि मेरो भाइको च्यानल पनि छ न, प्रिन्स थापा ब्लग भनेर, सब्स्क्राइब पनि गरिदिनु होला न। के अरे अलि यहाँ तल देखाउँछ होला डिस्क्रिप्सनमा हैन, के भन्छ त्यसलाई प्रनाउन्स गर्न, डिस्प्रेसन हो के प्रनाउन्स गर्न आएन गाइजहरु हैन। अनि देख्न सक्नुहुन्छ गाइजहरु। ओ भाइ ओ माका गाइजहरु देख्न सक्नुहुन्छ पछाडि एउटा यस्तो खतरा कार रहेको छ, तर फिलहालको लागि हामी लिने छैन भने गाइजहरु देख्न सक्नुहुन्छ। यो चाहिँ पहिलाको ल्याम्बोर्गिनी जस्तो छ गाइजहरु, यसले मलाई जिस्का जस्तो छ के गाइजहरु। रोक्ने अरे इग्नोर मार रहे, इग्नोर मारेगा हमको। रुको गाइज कि यो मलाई इग्नोर भन्दा अरे भाग्यो गाइज भाग्यो। कहाँ भागिसक्यो यार, अब छोडिदिनु गाइजहरु। त्यो चाहिँ अलिको लागि सिधा गएको छ हैन। अब त्यो राम पनि जाम सायद भेटिन्छ होला हैन त्यसलाई, किनकि अब त्यो खतरा कारलाई के म चोर्ने लाग्थेँ, त्यसले बुझिहाल्यो होला मैले त्यसको कार। ओहो भएन यार, यो त यार गाइज यार कस्तो कडा गयो। आई थिङ्क त्यो यतै गयो होला, मलाई समथिङ मतलब त्यस्तै लाग्छ गाइजहरु हैन। अनि कता गयो होला त्यो यार, म यतै गएको जस्तो लाहा अलि कहाँ गयो त्यहाँ त्यो। गाइजहरु हामी चाहिँ उयो कस्तो कडा वाट द हामीलाई गाइज मिडल फिङ्गर दे के खाइस पुलिस आए आओस् त हामीलाई मतलब भएन के, यसले मार्दै गाइजहरु हैन गाइजहरु। अनि
यसले चाहिँ हामीलाई उसको गरेको थियो क्या अनि तेरो गाइसहरू अहिले चाहिँ मैले त्यसलाई मारिसकेँ पुलिस आउँछ गाइसहरू तर हामी भागिहालौँ यस्तो कारमा मलाई यो मन नपर्ने भने यसले ड्रिफ्ट धेरै हान्छ कि ड्रिफ्ट हान्नु राम्रो कुरा हो तर ओभर ड्रिफ्ट हान्नु मलाई त्यस्तो मन पर्दैन कि गाइसहरू अहिलेसम्म तपाईँहरूले मेरो च्यानललाई लाइक सब्सक्राइब गर्नु भएको छैन भने चाहिँ लाइक सब्सक्राइब गरिदिनु होला भन्नु छु होइन गाइसहरू अनि फर्स्ट टाइम हुन्छ भने चाहिँ गाइसहरू सब्सक्राइब हानिदिनु होला होइन गाइसहरू कमेन्ट गरिदिनु होला अब म अर्को GTA 5 को भिडियो ल्याम कि नल्याम भनेर गाइसहरू होइन पार्ट 2 ल्याम कि नल्याम भनेर गाइसहरू तपाईँहरूले कमेन्ट गरिदिनु होला होइन गाइसहरू आजको लागि यति नै छ होइन तपाईँहरूलाई कस्तो लाग्यो भनिदिनु होला भिडियो होइन गाइसहरू अब चाहिँ हामी अब लास्ट एउटा ड्रिफ्ट हान्नेछौँ जस्तो भयो नि होइन अलि मोडमा गाइसहरू यो चाहिँ भएन है अलिकति रोकिने गाइज अब चाहिँ म के भन्छ अरे लास्ट एकचोटि एउटा अलिकसम्म ठाउँमा ड्रिफ्ट हान्ने ट्राई गर्छु होइन गाइसहरू अनि त्यसपछि भयो भने चाहिँ राम्रै हुन्छ भएन भने त अब त्यस्तै हो गाइसहरू अहिलेसम्म ठाउँ खोज्दैछु म कता छ कतै देख्दिनँ यार गाइस तल त हेर्छ भन्छ अलिकति अरे ओ भाइ आई थिङ्क दिस इज सो रियल कार यो पनि रियल कार हो र त्यो माका यो भाइ प्लिज भाइ हामीले यही देखेको कार होइन अग्नि व्हाइट कलरमा गाइस यो चाहिँ हामी लास्ट एउटा ट्राई गर्न छ हाम्रो भिडियो अन्तिम भइसकेको थियो तर म लास्ट एकचोटि चलाउने छु अनि त्यसपछि बल्ल ओ भाइ यसको लुक्स हेर्नु न गाइसहरू लुक्स ओ माका गाइसहरू मेरो भाइले चाहिँ सोधिरहेको ओ माका भनेर चाहिँ के हो त्यो भनेको चाहिँ एउटा ओहो नो सेट म्यान भइदिँदा ओ भाइ यसले कस्तो यसको साउन्ड सुन्नुमा ओ के हुन्छ के म ए ओ भाइ यसको भित्रबाट हेर्छ म्याम उही कस्तो बल छ यार हरन चाहिँ धेरै जस्तोको सेमै हुँदैछ है मैले नोटिस गरेको होइन यो नि आई थिङ्क पोर्से जस्तो ला होइन छ के अरे हरन चाहिँ सेम हुँदैछ गाइसहरू होइन अनि म बाइकको मतलब भने यो पनि अरे क्यों गाइसहरू आज तेरो लक तपाईँहरूको त राम्रो छ कि जहाँ पनि हेर्छु राम्रो कार देखाएको छ यार आज तपाईँहरूको चाहिँ लक धेरै हेर्छ गाइसहरू यस्तो भिडियो हेर्न पाउँ भए त्यही भएर लाइक सब्सक्राइब गरिदिनु होला गाइसहरू अनि गाइसहरू अनि मैले भनिसकेँ गाइसहरू मेरो भाइको च्यानल छ त्यहाँनिर लाइक सब्सक्राइब गरिदिनु होला गाइस भर्खर खतरा कार गयो तर के गर्नु आफूसँग बाबाले काट्यो थियो गाइसहरू यो चाहिँ लास्टै सम्हालेर चढाउनु पर्छ ओहो नाइ सेट गाइसहरू केही नहोस् भन्ने चाहना छ मेरो गाइसहरू आजको लागि यति नै तपाईलाई भिडियो कस्तो लाग्यो भन्ने होला लाइक सब्सक्राइब गरिदिनु होला भन्ने अनि यसको धेरै जस्तो ड्यामेज आएछ स्क्रैच आएछ ल ठिकै छ के हुन्न गाइसहरू अब म यस्तो ड्रिफ्ट हान्नेछु लास्टचोटि ड्रिफ्ट भन्ने गाइस यसको पावर चाहिँ कतिको स्पिड रहेको छ भने त्यही सानोमा ल गाइसहरू अब म चाहिँ ड्रिफ्ट हान्ने गइरहेको छु कस्तो नभए यार गाइसहरू रोक्ने मेन रोड आइसक्यो अब गाइसहरू अब चाहिँ हामी ड्रिफ्ट हान्नेछौँ है कस्तो यो गाडीहरू बिचमा आउँछ मलाई मनै पर्दैन क्या अनि पर्काइदिउँ जस्तो लाग्छ कि यो ट्याक्सीलाई ए गाइसहरू तपाईँहरूले सोचिरह होला कस्तो नुब्रा तर म नुब्रे हो ल गाइसहरू आजको लागि यति नै कस्तो लाग्यो भिडियो भनिदिनु होला लाइक सब्सक्राइब गरिदिनु ल बाई बाई गाइस